नमस्कार, स्वागत छ तपाईलाई यस च्यानल नेपाली कथामा। आज पनि मैले एउटा कथा लिएर आएको छु। कथाको शीर्षक रहेको छ सलिम, जसलाई लेख्नु भएको छ नयनराज पाण्डेले। मलाई एउटा कथा लेख्नु थियो। मैले कथाको शीर्षक पनि सोचिसकेको थिएँ, सलिम। सलिम मेरो बाल्यकालको साथी, मुसलमान। उसको बाबु एक्लै नै बजार जाने गल्लीको मुखैनेर बसेर जुत्ता सिलाउँथ्यो, पालिस गर्थ्यो। मोची भन्थे सबै उसलाई। असलम नाम थियो क्यारा उसको। हाम्रो घर अगाडि नै सडकको पूर्वपट्टि मुसलमानहरूको ससानो बस्ती थियो। मुसलमान बस्तीमा पक्की घर एउटा पनि थिएन। सबै घर कच्ची, माटाको पर्खाल र फुसको छानो। सबै एउटा वा दुईटा कोठाका घर। असलम तिनै घरहरूमध्ये कुनैमा बस्थ्यो। मलाई केटाकेटीमा माछा मार्न असाध्यै मन पर्थ्यो। स्कुलबाट फर्किन साथ आफ्नो घर पछाडि लुकाइराखेको कटिया लिन्थे। फरुवाले माटोले माटो खनेर गडौला झिक्थे र सुटुक्क टोलकै कुनै फोहोर गड्डामा पुग्थे माछा मार्न। सलिम पनि त्यही माछा मार्न आउँथ्यो। फोहोर पोखरी गड्डाकै छेउमा बाल्यकालमा सलिम र मेरो परिचय भएको थियो। कटियामा माछा परेपछि म कटिया तान्न अल्मलिन्थे र प्राय माछा फुत्किन्थ्यो। सलिमले नै मलाई चनाखो भएर कटिया यसरी तान्नुपर्छ भन्ने सिकाएको थियो। त्यसपछि माछा मार्न सिपालु भए। आफूले मारेका माछाहरू घर लैजान मेरा लागि सम्भव थिएन। सलिम आफ्नो भागको माछा घर लैजान्थ्यो र म आफूले मारेका माछाहरू पराल पालेर पोल्थे। सलिम र म सँगै पोलिएका माछाहरू खान्थ्यौं। सलिमले मलाई गुल्ता वा गुलेली चलाउन पनि सिकायो, तर मैले कहिले गुल्ताले भँगेरा मार्न सकिन। सलिम गजबले निशाना लगाउँथ्यो। हामी भगवती लालाको धान मिलमा जान्थ्यौं र धान खान आउने भँगेरामा निशाना लगाउँथ्यौं। सलिम भँगेरा पोल्थ्यो र हामी दुवै भँगेराको मासु खान्थ्यौं। पतङ उडाउन मलाई सलिमले नै सिकाएको थियो। किन्नी कसरी बाँध्ने, छडी कसरी दिने, चङ्गा उडेपछि कतिखेर तान्ने, कतिखेर ढिल दिने, यावत कुरा मलाई सलिमले नै सिकाएको थियो। गुच्चा पनि सलिम र म सँगसँगै खेल्थ्यौं। गोली अथवा गुच्चा खेल्न त म सलिमको घरै पुग्थेँ। त्यही मैले सलिमको बाबु असलमलाई देखेको थिएँ। म सलिमसित हिँड्छु भन्ने थाहा पाएर बुवा आमा मसित रिसाउनु भयो। मोचीको सङ्गत गर्छ भनेर हकार्नु पनि भयो। 2-4 पटक त पिटाइ पनि खाए क्यार। तर सलिम मेरो अभिन्न मित्र भइसकेको थियो। घरमा ढाँटेर भए पनि म सलिमनेर दिनको एक पटक पुगी छाड्थेँ। स्कुल भएको दिन प्राय साँझ सलिमसित मेरो भेट हुन्थ्यो र बिदाको दिन कुनै फोहोर गड्डा नेर कटियासहित दिउँसै भेट हुन्थ्यो। कहिलेकाहीँ हामी गुल्ली डन्डा खेल्थ्यौं। सलिमसितै मैले साइकल चलाउन पनि सिकेँ। पहिले कैँची, पछि गद्दी। सलिमसितै मैले कबाब खान पनि सिकेँ। कहिलेकाहीँ सलिम नमाज पढ्न मलाई आफूसँगै मस्जिद लैजान्थ्यो। म त मस्जिद बाहिरै रोकिन्थे। ऊ भित्र जान्थ्यो, म उसलाई पर्खिरहन्थेँ। कहिलेकाहीँ म उसलाई बागेश्वरी मन्दिर लैजान्थे। ऊ बाहिरै रोकिन्थ्यो, म भित्र जान्थे। ऊ मलाई पर्खिरहन्थ्यो। पछि सलिम पनि बाबुसँगै एक्लौनी जान थाल्यो। असलम उसलाई जुत्ता सिउन र जुत्तामा पालिस लगाउन सिकाउँथ्यो। सलिम आफ्नो बाबासित बिहान जान्थ्यो। असलम सानो काठाको बाक्स बोक्थ्यो, सलिम नाइलनको सानो झोला। एक्लौनी पुगेर सलिम आफ्नो पसल सिँगार्थ्यो। काँटीहरू, पालिसहरू, छालाका ससाना टुक्राहरू, जुत्तामा बाँध्ने तुनाहरू, नयाँ सोलहरू, चप्पलका 2-4 जोड फित्ताहरू। म कहिलेकाहीँ नालीमाथि 2टा पटरा अथवा फलाक राखेर तयार भएको सलिमको पसल पुग्थेँ। ऊ लाज मान्थ्यो र कहिलेकाहीँ भन्थ्यो, म ठुलो भएपछि जुत्ता सिलाउने काम गर्दिन। के गर्छस् त? मैले सोध्थेँ। ऊ गल्लीमा टाँसिएको सिनेमाको पोस्टरतिर देखाउँथ्यो र भन्थ्यो, सिनेमा खेल्छु, हिरो बन्छु, मेरा दाजु बम्बईमा काम गर्छन्। त्यतिखेर उसको उत्तरमा मैले के प्रतिक्रिया जनाएँ, मलाई अहिले के थाहा होस् र। तर त्यसपछि मलाई स्कुलबाट भागी भागी सिनेमा हेर्न लत लागेको अहिले पनि थाहा छ। समयले धेरै थोक गर्यो। फुसौला घरमा आगो लागेपछि सलिम सपरिवार अन्तै बस्न गयो। मलाई पछि माछा नमिठो लाग्न थाल्यो। भगेरा खान झन् दिगदिग लाग्न थाल्यो र चङ्गा उडाउने बानी पनि छुट्यो। गुच्चा पनि खेल्न छाडेँ। म बिस्तारै सायद ठुलो हुँदै थिएँ। पछि सलिम र मेरो भेट हुनै छाड्यो। तर सलिमलाई म कसरी बिर्सन सक्थेँ र? मलाई पटक पटक उसको अनुहारको सम्झना आइरहन्थ्यो। उसको निधारमा चन्द्रमाको आकारको एउटा काटिएको दाग थियो। उसले भनेको थियो, उसकी सौतेनी आमाले जुत्ता सिउँदा प्रयोग हुने फलामको औजारले हिर्काएर निधार फुटेपछि त्यो दाग परेको थियो। पछि मलाई सलिमले त्यो औजार देखाएको पनि थियो।
त्यो औजार वास्तवमै गरुङ्गो थियो। जुत्ताहरू उल्टो पारेर खुसारेर माथिबाट किला वा सोल आदि ठोक्न यो औजारको प्रयोग हुन्थ्यो। यतिखेर सलिमले मलाई त्यो औजारको नाम पनि भनेको थियो। तर ठिक सलिमको कथा लेख्न बस्दा मैले त्यो औजारको नाम बिर्सिए, सम्झनै सकिनँ। कुनै दिन जुत्ता पालिस गर्नेसित त्यसको नाम सोधोला भन्ने सोची कथालाई अधुरै छाडिदिएँ। तर कथाको शीर्षक मैले राखिसकेको थिएँ सलिम। केटाकेटीमै अनायासै सलिमले जन्माइदिएको मभित्रको सिनेमाप्रतिको आकर्षणपछि म सिनेमा निर्माणसित सम्बद्ध हुन पुगेँ र एउटा चलचित्रको छायाङ्कनका क्रममा आफ्नो गृहनगर पुगेँ। सुटिङ स्थगित भएको एक दिन, त्यस दिन मैले ब्रिफ केसमा आफ्नो अधुरो कथा भेटेँ सलिम। मैले झट्ट केही सम्झेँ। आफ्नो 2 जोर जुत्ताहरूमध्ये मैले मैलो जुत्ता लगाएँ र एक लाइनेतिर लागेँ। एकछुलले मेरो जुत्ता पालिस गरिरहेको मोचीलाई मैले बिना प्रसङ्ग सोधेँ, भैया तिम्रो यो फलामको औजारलाई के भन्छ? फरामा भन्दै उसले मतिर हेऱ्यो। निधारमा उही चन्द्रमाको आकारको दाग। क्यामेराको फ्ल्यास चम्के झैँ म झस्केँ, सलिम। तर मेरो मुखबाट नाम निस्किएन। म लाटो भएँ। लाटाले झैँ उसले टल्काएको जुत्ता लगाएँ। लाटाले झैँ उसको 2टा पटरामा अडिएको दोकानलाई हेरेँ। घाँटीहरू, पालिसहरू, तुनाहरू, छालाका टुक्राहरू, सोलहरू, उही बाबुका पालाका औजारहरू, उही स्थानमा, उही स्थितिमा, सब थोक उही र उही सलिम। तर सलिमको पसलमाथिको भित्तामा सिनेमाको पोस्टर चाहिँ फेरिएको थियो। कथाको शीर्षक सलिम। तपाईलाई कथा कस्तो लाग्यो? यस्तै कथा सुन्न र हेर्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। र आजलाई भने म तपाईहरूकै कथा भन्ने साथी जमिन राईलाई बिदा दिनुस्। नमस्कार।